हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। भोलि हाम्रो स्कुलको प्यारेन्ट्स डे हो, त्यही भएर हामीले यहाँ फुल टिप्ने माला बनाउने गर्दैछौँ। फुल टिप्न नसकेर हामीलाई यहाँ शिशिर भाइले हेल्प गर्दैछन्। यति अग्लो हुँदा पनि हाइट पुग्दैन, के गर्नु, भाइको अगाडि त फुच्ची नै देखिने। फुल टिपिसके पछाडि मिसहरूले माला बनाउँदै हुनुहुन्छ। मलाई फेरि यस्तो खालको माला बनाउन आउँथेन, अनि त्यही भएर फुल मिलाएर दिनेमा बसेको थिएँ। यहाँ चाहिँ बहिनीहरू डान्स गर्दैछन्, दर्शकहरूको पनि कमी छैन। म यही छु। मिसहरूले माला उन्दै हुनुहुन्छ। यहाँ हुनुहुन्छ सरता मिस, एकदम रमाइलो गर्नुहुन्छ कि उहाँले। नाच्नलाई गीत पनि चाहिँदैन, त्यसै नाच्नुहुन्छ। बस क्यामेरा अन गरिदिए पुग्छ। अनि हामी पनि यहाँ भोलि डान्स गर्ने भएको भएर गर्दैछौँ, भोलि फेरि बिग्रिन्छ कि भनेर। मेरो हात हल्ले हो कि डान्स सिकिसके पछाडि हामी चाहिँ घर गयौँ। आज चाहिँ प्यारेन्ट्स डे, गेटमा चाहिँ यहाँ भाइ बहिनीहरू वेलकम गर्न बस्नु भएको छ। नमस्ते नमस्ते। ए नमस्ते। कति राम्रो भएर बसेको हामीलाई। बाई।
के टुकु टुकु तिमीले नि बनाउने है यहाँ फेरि बहिनीहरूले कपाल बनाइदिनु भनेको थिएँ मैले कहिले पनि यसरी बनाएको छैन आउँदैन भनेको साथीले बाटोको हेरेर बनाइदिनु भन्यो अनि त्यसरी नै बनाइदिन लाग्यो जस्तो हुन्छ सारा त टोलाको आएको अहिले हाँस्नु अरू सबैले टुप्पी बनाखान् नेग्रिसमा टुप्पी है हाई विद्यार्थीहरू शिक्षकहरू सम्पूर्णलाई म यस विद्यालयको संस्थापक र भाइस प्रिन्सिपल म लक्ष्मीप्रसाद बराल सर्वप्रथम यहाँ सम्पूर्णलाई म हार्दिक स्वागत गर्न चाहन्छु। यस विद्यालयको हाम्रो आजको 40औं वार्षिकोत्सवको सभापतित्व गरिदिनु हुनको लागि यस विद्यालयका 2061 सालको बोर्ड प्रथम श्रेणीमा पास गर्नुहुने विद्यार्थी हाम्रो यसै विद्यालयका कक्षा 10 मा अध्ययन गर्ने प्रथम अधिकारी र कक्षा 7 मा अध्ययन गर्ने विशिष्ट अधिकारीको आदरणीय बुबा अभिभावक फेदीखोलामा शिक्षा क्षेत्रमा सर्वप्रथम एउटा दियो बाल्ने गणेश बहादुर अधिकारीको पनाती हाम्रो यस विद्यालयको अभिभावक म रमेश अधिकारीलाई आजको कार्यक्रमको सभापतित्व गरिदिनु हुन म अनुरोध गर्दछु। गण्डकी प्रदेशको 2 को हाम्रो यसै क्षेत्रको प्रत्यक्ष तर्फबाट निर्वाचित हाम्रो निर्वाचित गण्डकी प्रदेशको माननीय सदस्य तथा गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिको सभापति माननीय सुधीर कुमार पौडेलज्यूलाई म आजको कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। यस पछाडि आसन ग्रहण गरिदिनु हुन फेदीखोला गाउँपालिकाको शिक्षा शाखाको प्रमुख अधिकृत नवीन थापाज्यूलाई म अनुरोध गर्दछु। यस पछाडि सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नेत्रबहादुर कार्कीज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। यसै गरी नेपालको शिक्षा क्षेत्रमा लामो समय योगदान गर्नुभएको नेपालको राष्ट्रपतिद्वारा शैक्षिक क्षेत्रमा उन्नयन गरेबाट पुरस्कृत आदरणीय शिक्षा प्रेमी म हरिबहादुर भट्टज्यूलाई म अतिथिको आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। यस पछाडि स्वाभिमान इंग्लिश बोर्डिङ स्कुलको प्रिन्सिपल महेन्द्र थापाज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्दछु। यस पछाडि यस विद्यालयका
यस विद्यालयका संस्थापक तथा प्रिन्सिपल म पुष्पराज परालज्यूलाई म आसन गराउनको लागि अनुरोध गर्दछु। यस पछाडि सामाजिक व्यक्तित्व तथा अधिवक्ता म शिव पौडेलज्यूलाई अतिथिको आसन ग्रहण गर्नको लागि म अनुरोध गर्दछु। उद्देश्यले यो कार्यक्रम आयोजना गरेको छ। विज्ञान होस्, कला होस् र खेलकुद विद्यार्थीहरूलाई बहुमुखी प्रतिभाको विकास गर्ने अवसर प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो। Respected chairperson of the program, Honorable Chief Guest and Kottagiri Province Assembly Member, Respected chairperson and vice chairperson of Pedikola Rural Municipality, Respected head educational head of Pedikola Rural Municipality, Respected principal sir, vice principal sir, and all the guests presented here. Respected teachers, beloved parents, and my dear friends, today I extend a warm and heartfelt welcome to you all on this special occasion of Parents' Day. Your presence have added dignity, inspiration, and motivation to this program. A special and warm welcome to all the parents who have joined us today. Your involvement, support, and trust encourage us to learn, grow, and achieve our goals. Today, we have prepared several presentations and performances to express our love, respect, and gratitude. We hope you will enjoy the program and feel proud of your children. Once again, I warmly welcome everyone to this beautiful celebration of Parents' Day. Thank you for your valuable presence and continuous support. Have a wonderful and memorable time ahead. Thank you. Bane radiyo dekha
कोठा होस्टेल साइन्स ल्याब कम्प्युटर ल्याब आइसिटी हल क्यान्टिन आवश्यक पूर्वाधार सहितका नर्सरी कक्षाहरू सञ्चालनमा छन्। यसका अतिरिक्त छुट्टै करिब 4 पनि जग्गामा खेल मैदानको व्यवस्था गरिएको छ। उता भिडियो बनाउँदै थिएँ, फेरि यता कपाल बाट्नु पर्यो भनेर यता आइपुगेँ। हामीलाई नबिर्सिनु है। हुन्छ है, क्या मिठो बसाएको तिमीहरूलाई त कहाँ बिर्सिने कुरो हुन्छ। अनि झन् भिडियो बनाइदिने मान्छेलाई अहिले लास्टमा बनाउनु पर्छ भन्छ। सरस्वती पूजामा बनाइदिएको हामीले कपाल बाट्दा बाट्दै गीत स्टार्ट भयो, फेरि यताबाट उता गएँ। गीत सिद्धिने बित्तिकै फेरि कपाल बनाउन पर्यो भनेर फेरि उतै आइपुगेँ। लास्टसम्म हेर्दै जानु कतिजना बहिनीहरूको कपाल बनिन्छ, अझ कति बनेको त भिडियो बनाउनै पाइनँ क्यामेरा समाउने मान्छे नभएर।
हामीले त बनाउनै परेन भाइ मिसले त्यहाँ मिसले हनुमान बनाइदिनु हो कि त्यसपछि म है यहाँ म कति गरिदिउँ यता हेर त नानी तरै छौ हाम्रै दवाली नानी तरै छौ हाम्रै दवाली काहो नानी घर तिम्रो काहो माइती मावाली नानी तरै छौ हाम्रै दवाली नानी तरै छौ हाम्रै दवाली काहो नानी घर तिम्रो काहो माइती मावाली नानी तरै छौ हाम्रै दवाली नानी तरै छौ हाम्रै दवाली
छ सम्झेला सुत्ने फेरिमा सम्झेला सुत्ने फेरिमा फेरिमा सम्झेला सुत्ने फेरिमा फेरिमा सम्झेला सुत्ने फेरिमा सानोमा सानो भन्दामा रोसीमा खौलाले बगायो गएको हिउँदोमा देखेको सानी अहिले बमलाई छाक्यायो अमरा त बाजेको पालामा बाजेले भन्थ्यो बगलामा हेरेर बेलुकी भैँसीको घोडामा एक परिवार सब भूमिमा सक्यो अब त यसोमा घरबार हेर सामा हेर्दामा ठुलोमा हेर मुहारी हेर्दामा सानो हेर सामा हेर्दामा ठुलोमा
यस पछाडि म माइक्रोफोन हाम्रो विद्यार्थीहरूलाई म सम्मान गर्नेछु। त्यसै गरी यो भाइले के ब्लगमा भाइलाई देखाउन पर्यो। र मैले एउटा सानो कविता रचना गरेकी छु मेरा प्यारा भाइ बहिनीहरूको लागि र यो कविता विद्यार्थी भाइ बहिनीहरूको लागि समर्पित छ र कविताको शीर्षक छ प्यारा विद्यार्थीहरूको समर्पित गर्व लाग्छ मलाई गर्व लाग्छ मलाई तिम्रो साथमा हुँदा गर्व लाग्छ मलाई तिम्रो साथमा हुँदा गर्व लाग्छ मलाई तिमीले आकाश छुँदा गर्व लाग्छ मलाई तिमीले आकाश छुँदा जीवनको आधा उमेर काटे तिमीसँगै जीवनको आधा उमेर काटे तिमीसँगै उतार चढाव सबै कुरा साटे तिमीसँगै उतार चढाव सबै कुरा साटे तिमीसँगै कहिले काहीँ रिसाइदिए तिमीले बुझ पचाउँदा कहिले काहीँ रिसाइदिए तिमीले बुझ पचाउँदा कहिले काहीँ हडबडाए तिम्रो मन चञ्चल हुँदा कहिले काहीँ हडबडाए तिम्रो मन चञ्चल हुँदा तर मलाई गर्व लाग्छ तिम्रो गरिमाको चर्चा हुँदा तर मलाई गर्व लाग्छ तिम्रो गरिमाको चर्चा हुँदा तिमीले चलेका हरेक पाइलाले हरेक ठाउँमा शिखर छुँदा तिमीले चलेका हरेक पाइलाले हरेक ठाउँमा शिखर छुँदा म त तिम्रो खुसीमा हराउने मान्छे म त तिम्रो प्रगतिमा हराउने मान्छे त्यसैले मलाई गर्व लाग्छ तिमी खुसी हुँदा पनि मलाई गर्व लाग्छ तिमी रमाउँदा पनि तिम्रो हर सफलताले शिखर छुँदै जाँदा तिम्रो मुहारमा मुस्कानका रेखा कोरिँदै जाँदा गर्व लाग्छ मलाई तिमी ठुलो होइन असल मान्छे हुँदा गर्व लाग्छ मलाई तिम्रो प्रगतिले आकाश छुँदा गर्व लाग्छ मलाई तिम्रो प्रगतिले आकाश छुँदा तिम्रो मुहार सधैँ मुस्कानमा देख्न पाउँदा जहाँ टेक्छौ तिमीले त्यो ठाउँ गिरा पनि चम्किरहँदा जहाँ टेक्छौ तिमीले त्यो ठाउँ गिरा पनि चम्किरहँदा तिम्रा अनमोल दिवस
विद्यार्थी पौरकी हातहरूमा म भुइँमै रहे पनि तिमीले आकाश चुमिरहँदा म भुइँमै रहे पनि तिमीले आकाश चुमिरहँदा तिम्रा ती आधारहरूले मायाका बात बोलिरहँदा तिम्रा ती आधारहरूले मायाका बात बोलिरहँदा मलाई गर्व लाग्छ तिम्रो त्यो निश्चल मायामा मलाई गर्व लाग्छ तिम्रो त्यो निश्चल मायामा मलाई गर्व लाग्छ तिम्रो त्यो शीतल छायामा मलाई गर्व लाग्छ तिम्रो त्यो शीतल छायामा अनि मलाई गर्व लाग्छ तिम्रो त्यो उजासिलानी बानीमा अनि मलाई गर्व लाग्छ तिम्रो त्यो उजासिलानी बानीमा हस्त धन्यवाद प्यारा विद्यार्थी भाइ बहिनीहरूमा को लागि समर्पित यो कविता थियो धन्यवाद डान्स गरौँ भ्यायो भाइहरू ए ल ल म हेर्न आउँछु है
यताखेरि रिसाएको हेर न मेरो बनाउनु भन भनेर मलाई पनि अनुसारको बारेमा मैले पनि भन्न सजिलो उसलाई चाहिँ अभिभावकको माया परेको थियो तर उनले त एक शब्द पनि यसले झेके यति सजिलो टपिक पढ्दा पनि बोल्दैन उसको घर आएर हामी किन जाऊँ मैले तिमीलाई भनिसकेँ तिमीसँग एक बस्दिन दुई बस्दिन तिन बस्दिन आखिर मेरा पनि त माइती छन् जा धेरै घुर्की नलगा तेरा घुर्की धेरै सुने जान्छु आउँदिन फर्केर तिमीसँग बस्नु पर्छ भन्ने के छ र सबैको किचकिच जा तल होइन जिन्दगी चल्छ खुट्टा भयो जुत्ता कति मलाई सधैँ जडिया भन्छ चुप लाग्नु तपाईँहरू कति बाटो सकेको हुँदाहुँदै मलाई साथीहरूले पनि जडिया बाउको छोरी भनेर चिन्न थालिसके लु हेर्दा जस्तियामा त्यस्तै छोरी एकदम मलाई दोष लाग्यो तपाईँ त कहिले काहीँ साथीको बर्थडे पार्टी भनेर कहाँ गएर आउँछस् त मलाई मात्रै दोष लाउँछस् मामु तपाईँ के भएको कहिले हामीसँग बसेर कहिले बेलुका खाना खानु भएको छ स्कुलमा सर्भिसहरूले कति सोधेर गर्नुपर्ने गृह कार्य दिनुहुन्छ कहिले सहयोग हुँदैन पार्टी भन्यो टिकटक बनायो खालि कहिले मलाई सहयोग नै हुँदैन छोरी मेरी काली छोरी तिमीलाई म कति धेरै माया गर्छु तिमीलाई जग्गा पाउने गर्दा हो कि यसको कति धेरै वर्षबाट टर्च सहेर आएकी छु अब त सहन्न मलाई यस्तो बारे पहिलेदेखि नै थाहा एक दुई दिन माइत बस्यो अनि फेरि घर फर्किन्थे आउँदिन जा गीता त बेला धेरै रही हुन त सानैदेखि बुवा आमाको झरेको सुन्दै हुँदै पनि होला आमा केही दिन पछि नाइकाबाट फर्केपछि भोलि बिहानको कुरा छोरी चिया खानु उठ ए गीताको गाउँ छोरी त बिस्तारामै छैन कता गई छोरी कहाँ गई यो सब तेरो कारणले गर्दा भएको जे पनि मैले गर्दा हुन्छ राम्रो भए नराम्रो भए बेला हुन्छन् हेर गीताको बाबा हाम्रो यो दैनिकी झगडाले गर्दा हाम्रो छोरीमा ठुलो असर परेको छ उसको दिमागमा अत्यन्तै गहिरो असर परेको छ जान खोज्न छोरीलाई अहिलेको कुरा एकछिन छोड्यो हजुर राति के राख्नु भएको छ हेर्नुहोस् न मिस अस्ति हाम्रो घर झगडा परेको दिनपछि छोरी कहाँ गई अत्तो पत्तो छैन हेर्नुहोस् दाजुजी हजुरको छोरीले बाल मनोवैज्ञानिक असर परेको छ उहाँ उसलाई कक्षामा पनि खासै केही कुरामा रुचि राख्दैन तर त्योभन्दा बाहिर हिँड्नुहोस् छोरी खोज्न जाऊँ छोरी हजुरहरूको दैलाले गर्दाखेरि कोर्टमा गएर बसेकी थिएँ हजुरहरू मलाई खोज्न आउनुभयो लु तेरो छोरीको बाह्र कहाँ गएर आइपुगी मैले भनेको त तेर्सेर दाजुजी हजुर बालबच्चाको अगाडि पनि झगडा गर्नु हुँदैन त्यसरी हजुरले हो कि ताकि मिसले भनेको कुरा ठिक हो अबदेखि हामी झगडा नगरौँ सुखी र खुसी परिवार भएर बसौँ परिवारमा सानो झैडाले गर्दा बालबच्चाको दिमागमा ठुलो असर पर्न सक्छ त्यसरी झैडा गरेर नभयो म जान्दिनँ के यस्तो बेलाको पढ्नु
सक्दैन फेरिको समस्या हो फेरिको समस्या हो लास्टमा बाँड्दै आउनुपर्छ मिठो हो मिसहरू फोडी जानुभयो सब गायब हुनुभयो होइन मैले पुरै भिडियो बनाउन नपाएको भएर हाम्रो स्कुलमा भाइ हुनुहुन्छ कि राजेन्द्र सर उहाँले पनि भिडियो बनाउनु भएको थियो भाइ बहिनीको नाटक म्यामको कविता अनि हाम्रो डान्सको भिडियो उहाँ मार्फत नै लिए हाम्रो स्कुलको प्यारेन्ट्स डे पनि सिद्धियो अर्को सालसँगै होला नहोला यो साल चाहिँ रमाइलोसँग मनाइयो तपाईँलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्न नबिर्सनु होला च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गरिदिनु होला फेरि भेटिनेछु नयाँ ब्लगको साथमा बाइ बाइ सी यू सुन टेक केयर प्यारेन्ट्स डे सिद्धि है मिस सक्यो अब कस्तो रमाइलो भयो 15 दिनसम्म मलाई यो भलकमा मलाई हेर्नु भ्लगमा छेक्दैन कार्यक्रम चाहिँ सरकारी हामीले भनेर सबै रेकर्ड गरेर हैन हेलो छोरी Guys,